हेलो सम्पूर्णमा नमस्कार। निकै लामो समय पछाडि म सुशीला देउवा मेरो युट्युब च्यानलमा यहाँहरूमाझ फेरि पनि आइसकेकी छु। लामो समय पछाडि म यहाँहरूमाझ हाम्रो बेलौरी नगरपालिका वडा नम्बर 4 मा पर्ने बन्दातालमा गएको छु, जुन चाहिँ कञ्चनपुर जिल्लामा पर्छ। निकै राम्रो पर्यटकीय क्षेत्रका हिसाबले असाध्यै राम्रो रमणीय 50 बिघाको ताल हो, तर अहिले घटेर चाहिँ 33 बिघा जति रहेको छ भन्ने अनुमान गरिन्छ। निकै नै राम्रो ताल रहेको छ। यो चाहिँ गोलाकार अर्थात् बन्द आकृतिमा रहेकाले यस तालको नाम बन्दा ताल रहेको भन्ने पौराणिक भनाइ पनि रहेको छ। निकै नै राम्रो छ यो ताल। विभिन्न प्रजातिका पन्छीहरू यहाँ हेर्न सकिन्छ। विभिन्न खालका प्रजातिका पन्छीहरू हेर्न सकिन्छ। ताल असाध्यै राम्रो छ। बेलौरी नगरपालिकाले यस ताललाई चाहिँ संरक्षण गर्नका लागि केही बजेट पनि छुट्याउने गरिरहेको छ। हामी पनि यस तालमा आज रमाइलो गर्न गयौँ। दसैँ पछाडि यसो कतै जाऊँ न त रिफ्रेस हुन भन्ने लाग्यो। पुनर्वास नगरपालिकासँगै जोडिएको यो बेलौरी नगरपालिकामा रहेको यो ताल हो। राम्रो छ। यहाँ हामी पनि गयौँ, यसो भिडियो फोटो पनि बनायौँ। पर्यटकीय आन्तरिक पर्यटकहरूको जे होस् ओइरो नै लाग्दो रहेछ। पर्यटकीय हिसाबले पनि राम्रो छ। आन्तरिक पर्यटनको हिसाबले पनि असाध्यै राम्रो छ। यस ठाउँमा हामीले पनि गएर टिकटक बनायौँ, दिदीबहिनीले फोटो खिच्यौँ, रमाइलो थियो। हामी मध्याह 12-1 बजीतिर गएका थियौँ। निकै टट्किलो घाम रहेको थियो। तर यो ठाउँमा चाहिँ कि त बिहान नै जानुपर्ने रहेछ कि त बेलुकातिर जानुपर्ने रहेछ। तर पनि हामी चाहिँ पहिलोपटक गएका थियौँ। रमाइलो लाग्यो, राम्रो लाग्यो। यहाँ चाहिँ हजुरहरूले माछा पाउन सक्नुहुन्छ। यो बन्दाताल नजिकै माछा पनि रहेको छ। थ्याङ्क यू।